या अस्ने दुगु घडी घरिया नामन मस्युगु ऐतिहासिक कोथुननिया त गुठी संस्थान थुना व्यापारिक प्रयोजनका लागि बिगु निर्णय यासेले उकिया विरोधी ज्याजो ज्याचुमुदु थुगु निर्णय पिहा वसेली पेदन्य स्थानीय लिसे सम्पदा प्रेमीतेसँग कोथुननी बचाउ अभियान गठन याना विरोधी ज्याजो यानवे चुमुदु वंगु मंगलबार अभियान अशोक वृक्ष विहार कोथुननी ज्याजो याना सांसद त ध्यानकर्षण यागु खा ज्याजोले कोथुननी बचाउ अभियान या कजी नमस्ते साइमी उमेश स्थापित सजीव वज्राचार्य गुठियार हेमा तुलाधर वकिल रामचन्द्र श्रेष्ठ सुरेश श्रेष्ठ लगायत कोथुननी बचाइयागु लागि ज्याचोङको ज्याखै बारे जानकारी ब्यातिगु खा अब यहाँ उपस्थित हुनुभएका मान्यज्यूहरू जनसमुदाय न्यायप्रेमीहरूलाई म के अनुरोध गर्न चाहन्छु भनेदेखि यो गुठी संस्थाले गरेको काम अवैधानिक अनियमित भयो। बनाउनु पर्छ ठिक छ, घर पुरानो भयो, बनाउन हामी पनि तयार छौँ, तर गुठी संस्थाले बनाउनै नसक्ने भन्ने पनि होइन। र ठिकै छ, गुठी संस्थाले नबनाए पनि हामी चौडो परिवारले आफै बनाउँछौँ, निर्माण गरेर बस्छौँ भन्दाखेरि पनि उहाँले केही जवाब दिनुभएको छ। अब हाम्रो बाजे बराजुहरूले पहिलेदेखि संरक्षण गरेर आएर बसिआएको यो घर हो। 1885 सालमा यो घर भत्किँदाखेरि नै हामी पुर्खाहरूले बनाएर निर्माण गरेर बसेको। यो घर भग्नावशेष मात्र हुने गरेर भत्किँदाखेरि पनि हाम्रो पुर्खाहरू घर निर्माण गरेर पनि सम्बन्धित निकायमा भन्न जाँदाखेरि तिमीहरूले हक भोग चलन गरेर आएर बसिआएको हो, तिमीहरू आफै बनाऊ, तिमीहरू आफै निर्माण गर, तिमीहरू आफै बस भनेपछि 1992 सालमा यो फेरि घर पुनर्निर्माण भयो। अब यो घर सांस्कृतिक ऐतिहासिक पुरातात्विक महत्त्व बोकेको हो। तपाईँले देख्नु पनि भएको होला, यहाँ भगवानको मूर्ति पनि छ, अमिताभ बुद्ध, जुन बुद्ध चाहिँ पुरातत्व विभागले यो 500 वर्षभन्दा पुरानो भनेर प्रमाणित भइसकेको अवस्था छ। भनेपछि गुठी संस्थानले यो ऐतिहासिक भवनमा पुरातात्विक मन्दिर भएको ठाउँ अर्को मान्छेलाई लिजमा दिनु कतिको उचित हो? यो बिल्कुलै उचित छैन। नेपालको कानुनले तालुकदार, जिम्मेवार, जमिनदार, द्वारे, पटुवा यो जम्मैलाई एउटै क्याटेगोरीमा राखेको छ। त्यो जम्मै कुरा खारेज भयो भनेर नेपालको चाहिँ कानुनले भनिसकेको छ, त्यो खारेज भइसक्यो। तर यो घरको जुन चाहिँ छुट गुठियारले यत्रो ठुलो सिग्नेच भएको तालुकदार भन्ने छाप बोक्दै गएर जहाँ पनि ढ्याङ्ग छाप हान्दै आफ्नो काम गर्ने र जनप्रतिनिधि विहीन भएर दरबारको प्रत्यक्ष शासन चलेको समयमा यसको नक्सा पास गर्यो। नक्सा पास कसरी गराएको छ त्यो प्रमाण पनि छ। यहाँ छुट गुठी भने निजी गुठी होइन, रैकर जग्गा होइन, तर नगरपालिकामा चाहिँ गएर छुट गुठीका गुठियारले यो रैकर जग्गा हो भनेर नक्सा पास गर्छ र त्यसको विरुद्ध हामी स्थानीयहरूले मुद्दा खेल्छौँ। मुद्दा खेल्दाखेरि 1-2 तहमा त चाहिँ नक्सा पास बदर भन्यो, तर सर्वोच्च अदालतले के भन्यो भन्दाखेरि यो छुट गुठियार त हो नै, गुठी संस्थानले आपत्ति जनाएको छैन, त्यही भएर नक्सा बदर किन गर्नु पर्यो भन्ने जिकिर गरेर नक्सा पासलाई सदर गराएछ र त्यो कागज बोक्दै उनीहरू हिँड्दै गएछ। र अब यो मान्य सांसदज्यूहरूसँग हाम्रो अनुरोध चाहिँ किन के हो भनेर भन्दाखेरि यो जुन चाहिँ किन एउटा गलत नजिर स्थापना भयो, गुठी संस्थानले आपत्ति नजनाएको आधारमा छुट गुठीका गुठियारहरूले नक्सा पास गर्न पाउने हो भने हाम्रा पुर्खाले चाहिँ किन छोडेका जुन सम्पदाहरू, सम्पत्तिहरू, जग्गाहरूको स्थिति कस्तो होला? गुठी संस्थानले आफ्नो भूमिका निभाएन। मुठो झाप्ले चले जाछौँ बुद्ध भगवान यो को दत बात निसन यान्छौँ ख आजी यान्छौँ ख थन जिमी गुचार त श्रमडु थन जपुजा त आठ जपुजा जिमी ख वर्षया 615 भीमा थन होमियामा ढोयामा पूजा ढोयामा आठन गया को जयटे निकाना पिन्ट्या उठा कुछ गर्न अठे खगु आठ जयटे गेना सुधार गेना को जयटे उगारे आठ जयटे गेना छिसा बालक्यो जु धार्न चाहिँ गएको। ज्याजोले बागमती प्रदेशीय सांसद पी हरिप्रभा खड्की, जीवन परियार, शैलेन्द्रमान वज्राचार्य, नुरज वज्राचार्य, गणेश पराजुले लगायतन ऐतिहासिक कोथुननिया त बचेयागु लागि थपसन भूमिका मितेगुका प्रतिबद्धता पोका दिगु खा।
कोथुननी बचैयाको लागि थपिनेको माग सम्बोधन मजुतले विरोधी ज्याजो याना छोनेकोका ज्याजोले कोथुननी बचाउ अभियान जानकारी बिउको ख यो पुरातत्व विभाग पनि आएर सर्वे गर्यो त्यो क्रममा चाहिँ बुद्धको मूर्ति चाहिँ 500 वर्ष अगाडिदेखि नै अगाडिको हो भनेर पुरातत्व विभागले पनि भेरिफिकेसन गरिसकेको छ र चाहिँ यो 500 वर्ष अगाडिदेखि बुद्धको मूर्ति भन्नुहोस् न अगाडिदेखिको हो भने यो 22वटा भुटी चाहिँ कसरी बन्न पुग्यो यो बारेमा अलिक अध्ययन गर्नुपर्छ। हामीले 70 सालको चाहिँ गुनी संस्थान र यो 14 परिवारको बिचमा भएको जुन सम्झौता छ त्यो सम्झौता टिकेर चाहिँ करार परिपालनामा हामी चाहिँ अदालतमा प्रवेश गरिसकेको छ। अहिले त्यो अदालतमा प्रवेश गरेको विषय अहिले उच्च अदालतमा चाहिँ विचाराधीन छ, त्यहाँबाट पनि अन्तिम भएको छैन र यही बिचमा पनि भनौँ नामै लिएर भन्नुपर्दाखेरि पुलिस संस्थानको चाहिँ एउटा मुख्य एकजना कर्मचारीको चाहिँ यो चाहिँ अगाडिमा यो भएको देखिन्छ। जस्तो उहाँहरूले त्यो 73 सालको चाहिँ पुलिस संस्थानको एउटा निर्णय पनि अहिले चाहिँ अहिलेका प्रशासक आएपछि मात्रै उहाँले लिन सक्नुभयो, त्योभन्दा अगाडि त्यो पनि लिन सकेका थिएन। के उपप्रमुखमा त्यति अधिकार थियो र भने तपाईँहरूलाई भन्नु पर्दाखेरि उपप्रमुखमा त्यति अधिकार थिएन नि, तर एक्लै सडकमा उत्रिँदाखेरि जनताले साथ दिए कि दिएन, रानी पोखरी बनाउनु पर्यो कि परेन, अभियन्ताहरूले कुरा त उठाए तर अभियन्ताहरूले कुरा उठाउँदै गर्दाखेरि त्यो गर्न सक्यो त सकेन नि। जब पद हुन्छ त्यो पदले त्यतिखेर कुरा गर्छ के, तर अहिले आएर के भन्छ फेरि मैले अस्ति एउटा युट्युबमा हेरेँ अर्को एउटा समथिङ साक्यले के भन्यो जी चाहिँ तार गएको ख भन्यो, जब त्यतिखेर उहाँको अनुवाद एक्लै देख्न मैले। यस्तो हुन्छ कि हामीलाई कसले झगडा गराइरहेछ भन्ने कुरा त्यहाँनिर बुझ्नुपर्छ। हामी गर्ने एउटा जस लिने एउटा गर्ने, अनि मलाई पनि हिमुलेसन हुन्छ कि नि भन्ने जस्तो हुन्छ। जब एकजुटै हुँदैन भने अनि गर्ने मान्छेलाई चाहिँ घसघसाउँदै लैजाने तपाईँले राम्रो काम गर्नु गरेछ स्याबासी दिने कि अनि त्यो हिमुलेसन हुन्छ कि हुँदैन। एक्लै व्यक्तिले के पनि गर्नु छ तर पद चाहिँ चाहिन्छ। के प्रधानमन्त्री पूर्व प्रधानमन्त्रीलाई आह्वान गरे हो कि राष्ट्रपति के भन्छ टुडी खेलमा एक्लैमा सडकमा उत्रे कि उठेन, तर एक्लै हुँदाखेरि पनि हामी सक्छौँ। तर साक्यजी के हेरेर बस्नु भएको, हाम्रो गुठी संस्थान हो, साक्यजीले के हेरेर उहाँ बाहिर निस्किन राय नदिनु पर्यो दिने नि ठोक्ने नि, त्यतिखेर चाहिँ अनि कुरा उठाउँछ नि उठ्छ नि अनि हाम्रो आवाज उठ्छ नि। यो चाहिँ तपाईँको चाहिँ पुरातात्विक हिसाबमा बन्नुपर्छ। कम्प्लेक्स बन्नु धार्मिक क्षेत्रमा कुनै पनि ठाउँमा चाहिँ कम्प्लेक्स चाहिँ बन्नु हुँदैन। यो चाहिँ यही पुरानो शैलीमा मौलिक शैलीमा बिहारको नाम भएर चाहिँ हुनुपर्छ भन्ने चाहिँ कुनै मान्यता चाहिँ सबैले राखौँ।